नमस्ते। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, यो देश तिमीले बनाएको होइन। यो देश जसले बनायो त्यसैले आज जरिमाना काट्यौ। त्यसलाई काट्ने होइन, त्यो ठाउँमा तिनकुने मात्र होइन, कोटेश्वर, तिनकुने, बानेश्वर एरियामा आएका स्वस्फूर्त राजा चाहियो भनेर आएका नेपालीहरू हुन्। ती नेपालीलाई काट। प्रत्येक नेपालीले तिमीले राखेको पैसा, तिमीले जरिवाना तोकेको पैसा प्रत्येक नेपालीले एक गाँस कटाएर तिर्छन्। राजालाई तिम्रो पत्र काट्ने तिम्रो हैसियत छैन। अस्ति भर्खर आएर नगरपालिकाको मेयर भए भन्दैमा हामीहरूले भोट हालेर जितेको। हामी काठमाडौँ क्षेत्र नम्बर 1 बानेश्वरका वासी हौं। हामीले भोट हालेको तिम्रो क्याम्पमा स्वयं म आफै बसेको थियो तिमीलाई जिताउनको लागि। इपिएस स्कुल, सहकारी केन्द्र, दुधी ठाउँमा बालेनलाई जिताउनु पर्छ भनेर दिन रात नभनिकन तिमीसँगै म 4 महिना हिँडेको म हो। याद गर, म हो ध्रुवराज लुइटेल हो तिमीसँग हिँड्ने। आज तिमीले श्री 5 बडा महाराज धीरज पृथ्वीनारायण शाहलाई लात हानेका छौ। पृथ्वीनारायण शाहको सन्तानलाई लात हानेका छौ। सारा नेपालीलाई लात हानेका छौ। सक्छौ भने बडा महाराज धीरज पृथ्वीनारायण शाहले यो देशलाई एकीकरण किन गरायो भनेर जरिवाना तोक। कति तोक्छौ? तोक, पृथ्वीनारायण शाहलाई तोक।